हामीले यो चाहिन्छ पछि छोराछोरीको लागि पढाइको लागि हजुर भनेर त्यसलाई छुट्याइयो क्या। हर महिना त्यो काम गर्ने एउटा अलिक प्लान झारै गरेर काम गरियो। समाजले त्यहाँ सिकायो नि त काम गर्ने आफूलाई पछि चाहिँ आएर। हजुर 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 र गर्दाखेरि समाज र परिवारलाई पहिला परिवारलाई राम्रो सेफ्टीमा राख्ने कोसिस गर्नुपर्छ। पहिला चाहिँ परिवारलाई हामीले एकदम राम्रो ख्याल गर्नुपर्छ। त्यो त्यहाँबाट निकालेको समयले बल्ल समाजलाई परिवारमा खुसी नै छैन हामी समाजमा मात्रै हिँड्छौँ भनेदेखि राम्रो कुराहरू भएन नि त। पहिला परिवार सम्हाल्ने मेरो विचार है। हजुर हजुर यो मेरो विचार, अरूको पनि विचारबाट के हुन सक्छ। पहिला परिवारलाई दह्रो बनाएर अनि बल्ल समाजलाई हामीले पाइले मैले त्यो मेरो चाहिँ काम गरेको प्लान तपाईँलाई भनी बताएँ। हजुर हो नि सही हो नि। परिवारलाई पहिला दह्रो बनाए जति गर्न सक्थे अल्लाहले पनि होइन जति गर्न यतिले चाहिँ अब हामी अडिन सक्छौँ भन्ने सोच विचार राखेर अनि समाजको यात्रातिर आइयो। अहिले पनि समाजमा काम गर्दाखेरि मैले मेरो श्रीमतीसँग यही कुरा अनुमति मागिसकेको छु। उहाँले के भन्यो भने मलाई समाजमा काम गर्न नरोकिनु। हजुर अब यो हाम्रो यो उमेर भयो 55 वर्ष भयो होइन। हामीले अब आफ्नो जनताको लागि केही न केही सेवा गर्नै पर्छ नि त भनेर यो हाम्रो सल्लाह अनुसारले म समाजमै अहिले सेवा गर्नको लागि तत्पर भएर काम गरिरहनु रहेछ सर। त्यसको लागि तपाईँले जुन अब पहिलो परिवार त्यहाँबाट समाज होइन त यो त एउटा नियमै हो नि। कस्तो भने पहिले आफू बन्नुपर्छ। आफू बनेपछि परिवार राम्रो हुन्छ। परिवार राम्रो भएपछि समाजलाई राम्रो हुन सकिन्छ। समाज राम्रो भयो भने देश नै राम्रो हुन्छ होइन त।